हेलो गुड मर्निङ सबैलाई मेरो पेजमा स्वागत छ है। र आज तपाईहरुसँग एक दुईवटा कुरा गर्दै है मेरो एक दुईवटा फिलिङ्सहरु शेयर गरौँ भनेर चाहिँ यो भिडियो बनाएको है। अन्तखेरि चाहिँ हामी जस्तो हाउसवाइफहरु जसलाई चाहिँ अब कन्टेन्ट क्रिएटर हुने इच्छा छ है, हौ त्यस्तो इच्छा हुनेहरुलाई चाहिँ नि घरको काम गर्दा 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 समय बित्छ र चाहिँ कति बेला तयारी भएर कति बेला मेकअप लगाएर चाहिँ एउटा राम्रो भिडियो बनाएर चाहिँ फेसबुकमा पोस्ट गरौँ भनेर समय पर्खिँदा 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 नै घरको काम गर्दा गर्दा नै आधा दिन हुन्छ है। अन्तखेरि त्यो तयारी हुने समयहरू हामीले पाउँदैनौँ र फेसबुकले च्यालेन्जेसहरू दिएको गर्छ। उनीहरूको च्यालेन्जहरू पुरा गर्दा गर्दा 5 दिन टाइम दिन्छ, त्यो 5 दिनभित्रमा यतिवटा रिल पब्लिक गर भन्छ है, र पब्लिक होइन पब्लिस गर भनेर भन्छ है। र त्यो रिल्सहरू बनाउँदा बनाउँदा हामीले खोइ समय पनि पाउँदैन, तयारी हुने समय पनि पाउँदैन। बल्ल बल्ल दुःख गरेर रिटेक गरेर चाहिँ बल्ल बल्ल एउटा रिल पब्लिस गर्छौँ। त्यो पनि त्यो कतिवटा कन्ट्रीमा त त्यो हामीले बनाएको रिलको गीतै म्युट गरिदिन्छ अरे हो, पार्टनरसिप गर्नुपर्छ अरे होइन, कपिराइट लाग्छ अरे। क्राइटेरियाहरू हामी बुझ्दैन रहेछौँ, धेरै कुराहरू त्यस्तो आउँदैन रहेछ हामीलाई, क्या हामी बुझ्दैन रहेछ, समय लाग्ने रहेछ धेरै त्यो सिक्नु होइन। फेसबुकको त्यो कतिवटा फङ्सन्सहरू बुझ्नै समय लाग्ने रहेछ। र चाहिँ आज चाहिँ यो भाँडा मोल्दै गरेको चाहिँ म कन्टेन्ट बनाउँछु भनेर चाहिँ तपाईँहरू समक्ष आएको कि मेरो हस्बेन्डले के भन्नुहुँदैछ, भाँडा मोलेको लुगा धुको पनि कन्टेन्ट हुन्छ र भनेर भन्नुहुन्छ होइन। अन्तखेरि चाहिँ अब हामी त यही कुरामा एक्सपर्ट छौँ नि त होइन साथीहरू, पहिल्यैदेखिको सिकेको सानैदेखिको सिकाएको हामीलाई है, यो कुरामा त हामी एक्सपर्ट छौँ। योमा कन्टेन्ट बनाउनु चाहिँ यसमा त हामीलाई रिटेक पनि लाग्दैन, रिटेक गरेर दुःख पनि छैन योमा बनाउनु। यो त एकै टेकमा हामी बनाउन सक्छौँ है। यो चाहिँ जस्ट 1 टेक भिडियो अन गर एकै टेकमा यो त कन्टेन्ट क्रिएट भइहाल्छ। र साथीभाइहरूबाट पनि सुन्छु कि र कन्टेन्ट बनाउनु अरे, र कन्टेन्ट भनेको चाहिँ आफ्नो ओरिजिनल भोइसमा बोलेर चाहिँ र कन्टेन्ट बनाउनु पर्छ अरे भनेर भन्छ है। र कन्टेन्ट भन्नाले चाहिँ आजको मैले पनि र कन्टेन्ट छोडिदिएँ साथीहरू है। र चाहिँ फेरि यो कन्टेन्टहरू बनाउँदा है, यो फेसबुकमा रिल्सहरू भिडियोहरू बनाउँदा अब अरूको हेर्छु कति सपोर्टिभ हुन्छ है। अरू साथीहरूको ब्लगहरू हेर्नुपर्छ, मिनी ब्लगहरू हेर्नुपर्छ, कति सपोर्टिभ। अन्त चाहिँ हस्बेन्डहरूले बनाइदिइरहेको, बुढीहरू रिल बनाइरहेको, क्यामेराहरू पक्रिदिइरहेको। अन्त हाम्रो चाहिँ यस्तो तनाव छ जिन्दगी